So hello everyone, welcome to my channel. अनि अहिले चाहिँ म यहाँ हाम्रो घरको लागि टिभी चाहिरहेको थियो अनि त्यसपछि टिभी लिनुको लागि म यहाँ हेर्नु गएको थिएँ अनि त्यसपछि मैले चाहिँ कुन टिभी लिएँ भन्दा यो अहिले जुन चलिरहेछ नि टिभी अन त्यो चाहिँ मैले लिएको छु। त्यो चाहिँ फोकेको रहेछ अनि सबैभन्दा राम्रो पनि त्यही छ भन्नुभयो अनि त्यसपछि मैले त्यहीको लिएको छु एलजी कम्पनीबाट। एलजी त अभियसली राम्रो नै हुन्छ। अनि त्यसपछि उहाँले चाहिँ एकजना उहाँकै वर्करलाई पठाइदिनु हुँदो रहेछ क्या टिभी सेट गर्नको लागि। अनि उहाँले चाहिँ अहिले यहाँ हाम्रो घरमा पुरानो घरमा सेट गरिदिँदै हुनुहुन्छ। यो टिभी चाहिँ नयाँ घरको लागि लिएको, नयाँ घर चाहिँ अब बन्दैछ अनि अब पछि चाहिँ म सिफ्ट गर्छु होला। अहिले चाहिँ हाम्रो यो पुरानो घरमै राखिरहेको छु। सो यसको लागि चाहिँ बाइ द वे यो चाहिँ मैले खुद आफैले लिएको छु है गाइस। त्यसबाट पावर आउँछ कि फिलिङ गरेको यसको रिपोर्ट खतरा आउँछ साउन्ड लेभलहरु ठ्याक्कै मिलेछ लड्दैन नि के हो यो टिभी हो नेट के रे नेट उसमें बांगड़ा की कहते हैं काका ये नो हलो है @123 किन बनाएको यो काका हेर न अहिले एकछिनमा के आउँछ यसमा। Chengdu is the city of pandas, and the pandas are treated very well here. It's clean, very scenic. So hello guys, welcome back to my channel. And त्यसपछि आज फाइनली हाम्रो घरमा पनि टिभी आयो। सो स्टेला हाम्रो नयाँ टिभी कस्तो लाग्दैछ तिमीलाई देखेर? मिसले बनाएको यो मिसले मेरो के सो उसको कुरा उसलाई त केही थाहा छैन। मैले चाहिँ धेरै पैसा सेभ गरेर फाइनली एउटा मोडर्न टिभी किनेको छु। हाम्रो पहिले नै थियो तर त्यो चाहिँ बिग्रिसक्यो नि त। अनि त्यसपछि फाइनली आज हाम्रो घरमा टिभी क्या लागेको छ अनि आइ एम सो ह्याप्पी। म तपाईँहरूलाई मेरो आउटफिट देखाउँछु। सो गाइज फाइनली मैले चाहिँ आफ्नो युट्युब टिभीमा हेर्न सक्छु है फाइनली। भन्दा त के हो के बनाएको चिकन विङ्स चिकन थाई बार्बिक्यू हुँदैछ फ्रेस राइको घरमा। त्यसपछि यहाँ चाहिँ यसो रियल डिल यो चाहिँ निकालिसक्यो त्यसको पालर कहाँ म सुरुमा खानु काम गर्ने कालो काम गर्ने मासु खाना नि कालो नै हुन्छ होला क्या बनायो भने सुरुमा आएर राम्रोले खाएर त्यसो यो खाएपछि एउटा सुपर चोट हुन्छ कोही अब कोही उत्यो त्यो तर मर्छ होला भनेको बल क्या यो पनि रड पनि हो कि स्कुलको धारा दुधा अस्तिको सालको बनाएको एकरास गऱ्यो
माग्दैछ र मजाले पाकेको प्राइस बोरा कुरा छ नि त बेलामा मात्र हो त मलाई चिन्ता बास गर्दैन यहाँ चाहिँ माछा पनि छ गोल्ड फिस प्राइसहरूको सो हामीले चाहिँ खानासाना नि खाइसक्यौँ अनि त्यसपछि यहाँ हाम्रो प्रयास एकछिन ए अनि यहाँ हाम्रो प्रयासजीले चाहिँ अब यहाँ एउटा गीत गाइदिनु हुन्छ उहाँको नयाँ युकेलेलीबाट जुन गीत चाहिँ हो मेरो पर्सनल फेभरेट नजिक अनि यहाँ यसो आगो पनि ताप्दै अब ल सुनौँ है त भोलिबारे केही तानो भई जीवनभरिका दिनहरू मेरै नाम सागरमा होस् कि आकाशमा जहीकै मैसँग डुल्ने मेरा खाने सबैभन्दा बेगम पुसे गफ नगर नजिक नआऊ डर लाग्दैछ आफ्नै भावनाहरूसँग शीतल समुद्र रोका बनाएकै छु धेरै धेरै साल अगाडि नजुदाऊ आँखाहरू भावना बन्न कति नै समय लाग्दैन किन सोचो किन यति डर थाहा छैन र भावना आउन पनि कति नै समय लाग्दैन तिम्रो हातमा थाम्ने कसम कसरी दिनमा जब आफ्नै आत्मालाई चिनेको छुइनँ आफ्नै छायासँग अघि दौडदैछु म फन तिम्रो छाया खोजमा कसरी म संसार छाडी हिँड्ने वाचा नदेऊ सुरुमा त यस्तै त हो नि जिन्दगानीको ऋतुहरूले यसै उसै हामीलाई बजाउने नै त हो काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो या काश हाम्रो भेट केही साल पछाडि हुन्थ्यो समय सही हुन्थ्यो अझै मौसम बेग्लै हुन्थ्यो तर आज नजिक नआऊ डर लाग्दैछ आफ्नै भावनाहरूसँग शीतल समुद्र बनाएकै छु
कुराहरू भावना भन्न कति नै समय लाग्दैन किन सोच्छु किन यति डर थाहा छैन र भावना हराउन पनि कति नै समय लाग्दैन कसो गरी साचिदियो हरबरी गुनासो गरिछौ सकेसम्म म तिम्रै रहेको आखिरी होला सँगै बाँचेको सँगै हाँसेको खै हाजी नेपाली गीत गाउन अलिक अर्को होला कुन चाहिँ गाउनु त मलाई नेपाली त खासै सिकिनँ हौ लिगलीमा कुन सिकेको छौ हामीलाई थाहा भएको जन लिनको ओ माला धेरै इङ्ग्लिस नसिक हामी नेपाली नेपाली एक दुईवटा सिकेन त सिकेको तर 9 बजे चाहिँ बितिँदैछ क्या भन तिम्रो नाम के ए कस्तो बिर्सेको बर्तिकाको मैले सिकेछु त नि ऊ क्या के अरे एकछिन कति ज्ञानी भएर बसेको नि अनि 24 मा काल्पनिक कल्पना होइन आदि खोला क्या आदि खोला रे ए के अरे आदि इत्यादि यो जुनी तिम्रै भए तिमीले सुन्ने गीतमा सुन्दैन ए के अरे त्यो के हुन्थ्यो हामीसँगै के सुरको बजाउँदै जरा न हामी सैचौसँगै अन्त्यमा रोज्नेछु तिमीले मलाई रोज्नेछु मैले तिमी फेरि ओहो लु फेरि ओहो हाम्रो मान्छे कति राम्रो लु 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 बजाइदिउँ ओहो आसुले ढुङ्ग्रो दुबे सम्झै जान्छ है हाँस्दैछ आज बाजुरी